गुड मर्निङ एभ्रिवान। पानी परेर भर्खर रोकेको दिन कस्तो राम्रो हेर्नु। बसमा त यहाँ अगाडि चढेर हिँड्नु त मजाको लाग्छ। पछाडि मिसहरू हुनुहुन्छ, यहाँ अगाडि बसेर हिँड्नु चाहिँ मस्त आउँदैन। खाना खाएर जानु भनेर हेर्नु दिनुहुँदैछ। भोका आएको मात्र भनेको पाकिरहेछ खाएर जानु कि जानु भनेर नि। यहाँ लेखेको रहेछ मलाई मामाजु। खानेवाला का नाम हो, ठिक्क डालेको भनेको छ है। कम्ती दिनुहोस् है फेरि। नाम खाएर जानु भने थ्याङ्क यू। खाइदे ल त्यसो बिस्कुट थोक्पा त्यो उयो हुँदैन नि नुडल्सहरूले। माम खाएर जानु भने भोकै आएको पारिँदै भनेको त नि। यहाँ नि बहिनी भाइ सबै माया गर्नुहुन्छ गाउँले। हुन्छ थ्याङ्क यू बहिनी। लिएँ ल के गर्नु 9:30 फेरि तल पुग्नै पर्ने है। भाइहरू यसरी घरबाट है खानापिना नखाइकन निस्किनुपर्छ। कोही बेला चिया पनि खानु भ्याउँदैन होइन। अब घरमा मान्छे छैन भने त के गर्नु है, आफै म्यानेज गरेर हिँड्नुपर्छ। र यसरी गाउँलेहरूमा है त्यसै स्कुलको के अरे माथि दोकान छ है। म त त्यहाँ सधैँ बिस्किटहरू किनेर नानीहरूको लागि अनि डगीहरूको लागि लगिदिन्छु नि त, त्यो स्ट्रिट डगहरूको लागि। जहिले पनि त्यहाँनिर रोकेर बिस्किटहरू किन्छु कि बिचारा। अन्त आज पनि बिस्कुट किनेको देखेर जाँदाखेरि म त के खानु होला, कस्तो भोक लाग्यो, मेरो लागि चाहिँ के लानु भनेको त नि बहिनीले। खाना पाकिरहेको छ जबरजस्ती खानुहोस् कि खानुहोस् भनेर है। गाउँघर हो नि त है, उनीहरू बिहान नै खानाहरू खाने गर्छ नि त गाउँहरूतिर चाहिँ है। पाकिरहेको छ खाएर जानुहोस् कि जानुहोस् भने कि बिहान त अब रुट्दैन, हेभी डाइट रप पनि पोसेर खाएको। कस्तो मिठो खाना घरमा हुन्छ नि, अब आमाले पकाएर है मजाले दिएको जस्तै पाराले हुन्छ नि। भोक तिर्खा हेऱ्यो है। धन्यवाद छ बहिनीलाई धेरै धेरै। बहिनी भाइ है सबैजना राम्रो छ यहाँ ओह्रालो है। स्कुल टाढो मात्रै हो तर यहाँको गाउँ घरको मान्छेहरू है सबै कस्तो राम्रो छ। कस्तो मनै कस्तो लाग्यो क्या, मन पनि भक्कानेर आयो है। कोही न कोही त हुन्छ यसो है। अब राम्रो मान्छे पनि छ यो दुनियाँमा है, न सबैजना नराम्रै मात्रै भन्ने पनि होइन। अन्त अब स्कुल झर्दैछु, दिनभरिको लागि टन्नै भयो। अब चिया मात्रै खाना पनि भइगयो। हुन्छ साथीहरू, तपाईँसँग सेयर गरेको सानो कुरा है, मनमा लागेको कुराहरू। 7 तारिक है, आज 7 तारिक। हाम्रो विश्वासलाई अस्ति कति तारिकदेखि स्कुल हराउनु लाग्यो, आएको थिएन हो। हामीले बोलाएको पनि थियौँ र पनि आएको थिएन। आज चाहिँ फेरि यस्तो दिनमा है, यस्तो मौसममा पनि हाम्रो स्कुलमा एकदम सम्झेर है, स्कुल सम्झेर आफ्नो स्कुल सम्झेर आफ्नो टिचरहरू सम्झेर फेरि आइपुगेछ है। हामी एकदम खुसी छौँ। हामी वेलकम ब्याक है, वेलकम ब्याक भनेर चाहिँ हामी एक एकवटा खदा अब उसलाई वेलकमको लागि लगाइदिँदैछौँ है टिचरहरू। सधैँ स्कुल आउनुपर्छ ल। गड ब्लेस लु वेलकम ब्याक छोरा। अब सधैँ स्कुल आउनुपर्छ, राम्रो पढ्नुपर्छ हो। अबको कति महिना छ? 4-5 महिना मात्रै छ। कन्टिन्यू स्कुल आएर यहाँबाट राम्रो एउटा गुड बोय भएर गुड स्टुडेन्ट भएर पास आउट भएर जानुपर्छ ल। हुन्छ भने कहीँ एकदम अब आउँछु भनेको खै हामी एकदम साँच्चै आउने अब। लु अलिकति क्लोज लु अब भन, अब आउँछ कि आउँदैन? हामी मिसहरू स्कुल सधैँ आउँछ कि आउँदैन? अनि किन आउनुहुन्छ? आउनुहुन्छ होइन, आउनुहुन्छ अब बोल्नुपर्छ त। हामी सधैँ आउँछ होइन, नानीहरूलाई पढाउँदैन हामीले। अनि नानीहरूको लागि के पनि ल्याइदिन्छ मिसले, फ्रुट्सहरू ल्याइदिनुहुन्छ, मिठाईहरू ल्याइन्छ कि ल्याइँदैन? हामी हामी वेलकम गर्दैछौँ है बहिनी, मन त बहिनी। हाम्रो गाउँले हो आजदेखि आइदिनु भएछ हो।
हाम्रो विश्वास अनि वेलकम गरेर केबाट खर्दैछ लगाइदिएको नि हो अब स्कुल आइदिनुहोस् है भनेर नि के गर्नु ल ल धन्यवाद लु अब हाम्रो टाइम पनि भयो अब बेल लाउनुपर्छ